त्यो नचाहिने चिज ठुलो सपना देख्यो भने आफैलाई गाह्रो हुँदो रहेछ भन्ने प्रमाण सिद्धरामजी हुन्। पुरा कलाकारले गर्न त खोजेको हो नि त देशको लागि होइन, तर सरकारले नगरेको काम उहाँले गर्न खोज्नुभयो भनेपछि उहाँले अब योबाट हात निकाल्न पनि उहाँलाई चाहिँ सम्भव छैन क्या। अब रिल्याक्स हो नि, ल समाउन आयो भने सल्लको जिउ छोडिदिने, जहाँ लान्छ त्यहाँ जाने, जे खानिन्छ त्यो खाने, सुत्ने, ज्यान मार्ने कानुन त छैन नि यहाँ। देशको गहना त्यस्तो राम्रो हँसाउने कलाकार आज त्यो अवस्थामा हुनुहुन्छ, कसैले पनि उहाँलाई न्याय दिन सक्नु भएन के। न्याय दिने कसले दिने न्याय? अब उहाँले एउटा ठुलो सपना देख्नुभयो नि, जुन असम्भव सरकारले गर्न नसकिरहेको चिज एउटा व्यक्तिले त्यो नसोचे भए हुन्थ्यो। सरकारी निकायबाट न्याय पाउने, सहुलियत पाउने, सहयोग पाउने भन्ने कुरो त्यो चाहिँ आशै नगरे नि हुन्छ। जे हुनसक्छ बरु जनताबाटै केही भयो भने हुन्छ। त्यो तनावसनावलाई पोको पारेर खुट्टाले कुल्चिदिनुहोस्, तपाईँलाई हद जेल हाल्ने हो, मृत्युदण्ड दिँदैन, मार्दैन होइन, हद जेलमा हाल्ने हो। कार्यक्रमको क्रममा एकदमै धेरै चर्चित वरिष्ठ कलाकार दाइ हुनुहुन्छ, तपाईँहरूले एकदमै धेरै चिनिराख्नु भएको र मैले उहाँको बारेमा त्यति धेरै परिचय दिइराख्नु नपर्ला। आज मुक्ति भन्ने नयाँ टेली सिरियल आउँदैछ, त्यो टेली सिरियलमा चाहिँ अतिथिको रूपमा आउनु भएको हाम्रो राजाराम दाइसँग चाहिँ आज हामी विशेष कुराकानी गर्दैछौँ। फर्स्ट अफ अल त दाइ यहाँलाई स्वागत छ सम्पूर्ण मिडियामा। धन्यवाद। ओके, के छ दाइ अब आज मुक्तिमा आइयो होइन, मुक्ति भनेर भन्ने बित्तिकै के चिज चाहिँ दिमागमा आउँछ दाइ हजुरको? के हेर्दै हुनुहुन्छ दाइ? तिमीहरू उन्जेल अनुहार हेरे नि। ए हजुर, कति हँसाउनुहुन्छ क्या दाइ। अब मुक्ति भनेको चाहिँ के हो जस्तो लाग्छ दाइ हजुरलाई? मुक्तिमा उन थप्यो भने उन्मुक्ति पनि हुन्छ होइन। अब मुक्ति भनेर उन्मुक्ति भने त्यही हो। अब जुन चिज घेराबन्दीमा परेको छ त्यसबाट फुस्किनु हो होइन, बाहिरिनु हो, त्यसलाई मुक्ति भन्छन्। अब यो अहिले विष्णु सापकोटाजीले बनाउनु भएको सिरियल मुक्ति रहेछ नाम, यहाँ आएर थाहा भयो होइन। हिजो फोन गर्नुभएको थियो, दाइ एउटा सिरियल गरेर छु नयाँ, आउनुहोस् है भन्नुभयो। आएँ, यहाँ आएपछि थाहा भएको मुक्ति भनेर। त्यसैले मुक्तिभित्र के छ कसो छ भन्ने त अब मलाई थाहा छैन, तर विष्णुजीले भनेअनुसार चाहिँ एउटा नारी प्रधान एउटा कथामा बनेको टेली चलचित्र हो भन्नुभएको थियो। त्यसपछि अब यो मङ्सिरको 7 गते बेलुका 7 बजे अरे विष्णु सापकोटा युट्युब च्यानलमा आउँछ, हेरिदिनु भन्नुभएको छ। अब यही कुरा म सबै दर्शकहरूलाई पनि भन्न चाहन्छु, मङ्सिरको 7 गते बेलुका 7 बजे अरे विष्णु सापकोटा युट्युब च्यानलमा, र सबैले सब्सक्राइब गरिदिनुहोस्। हामीले नेपाली कला संस्कृतिलाई प्रोत्साहन गर्ने भनेको हामी नेपालीले नै हो कि, त्यसैले म सबै नेपालीलाई अनुरोध गर्छु। अब राजाराम दाइको जति बेला पनि एकदम हँसिलो अनुहार होइन, स्वत स्फूर्त सधैँभरि एकदमै इनर्जी दाइ कसरी आउँछ दाइ? तपाईँलाई यति धेरै इनर्जी चाहिँ सधैँभरि फ्रेस चाहिँ एकदमै फ्रेस देखिनुहुन्छ क्या? फ्रेस हुन्छु म, बिहान उठ्ने बित्तिकै दाह्री काट्छु होइन, मुख धुन्छु, नुहाउँछु होइन, त्यसले गर्दा फ्रेस त सधैँ देखिन्छ। अनि अर्को कुरो के भने मन खुसी हँसिलो भयो भनेदेखि त्यो मन हाँसेको अनुहारमा पनि देखिन्छ कि। मन हाँसेपछि मुख पनि हाँस्छ, अनुहार पनि हाँस्छ। त्यसैले म सिरियस भने हुन जान्दिनँ, म खालि ठट्टै गरिरहने मान्छे, रमाइलो होइन। त्यसैले नै होला मान्छेको त्यो एउटा हाँस्ने होइन, मान्छे हाँस्न नसकेर लफ्टर थेरापी भनेर आर्टिफिसियल हाँसेर पनि एउटा आफ्नो हेल्थ बनाउँछन् भने म चाहिँ अब नेचुरली आफू पनि हाँस्छु, अरूलाई पनि खुसी बनाउन चाहन्छु। त्यसले नै होला मेरो मुखमा चाहिँ अलिकति चाम देखिया। ओके दाइ, अहिले ठ्याक्कै हजुर व्यस्तता केमा हो? अब पछिल्लो समय चलचित्रहरू आए होइन, अब सिरियलहरूमा पनि काम गरि नै राख्नु भएको छ, अहिले ठ्याक्कै राजाराम दाइको व्यस्तता चाहिँ केमा हो? अहिले मेरो व्यस्तता भनेको ओछ्यानमा लड्ने, मोबाइल चलाउने, न्युज हेर्ने, टिकटक हेर्ने अनि गेम खेल्ने, त्यसमा व्यस्त छु। अहिले मेरो खास टेलिफिल्म त मैले नगरे धेरै भयो, फिल्महरू पनि अहिले त्यति केही पनि आएको छैन। अब खै माको लास्टमा भनेको छ अशोक शर्माको, त्यो माको लास्टबाट भयो भने त्यसमा 1-1.5 महिना मेरो त्यहाँ बिजी हुन्छु, नत्र भने अहिलेसम्मलाई चाहिँ फ्री नै छु। ओके, गेम खेल्छु भने भन्नुभयो, कुन कुन गेम खेल्नुहुन्छ त मोबाइलमा? म त्यो क्रसवर्ड जाम भन्ने खेल्छु, एउटा वर्डहरू मिलाउने, अनि एउटा त्यो लुडो खेल्छु,
यस्तै एक दुईवटा गेम छ। भनेपछि दिमागी गेम नै खेल्नु हुँदो रहेछ, दिमागलाई फ्रेस बनाउने। मलाई त्यो अझ रमाइलो छ त्यो क्रसवर्ड, त्यो असाध्यै मजा लाग्छ, त्यो बढी प्रायः खेल्छु म। ओके, अब व्यस्तता, अब चलचित्रमा अझै बिस्तारै काम गर्दै हुनुहुन्छ, अब दाइका चलचित्रहरू हेर्दै गर्दा पनि सधैँ हरेक चलचित्रमा कमेडी हामीले देखिरहेका हुन्छौँ क्या दाइ, ठ्याक्कै त्यस्तै नै पर्दो रहेछ है तपाईँलाई? मलाई लिने भनेकै कमेडीकै लागि लिन्छन्। हजुर। अनि अब रुवाउने धुवानी सिनको लागि त हिरोहरू छँदैछन् होइन, त्यसले गर्दाखेरि मलाई चाहिँ प्रायः कमेडीमै लिन्छन्। तर यति भन्दैमा मैले फेरि सिरियस रोल नगरेको चाहिँ होइन, मैले एउटा एक दुईवटामा सिरियस रोल पनि गरेको छु। मेरो त्यो मैले गरेको क्यारेक्टर देखेर त्यो बेलाको पूर्व मेयर विद्यासुन्दर साक्यजीले एउटा केमा चाहिँ नि सबैको अगाडि तारिफै गर्नुभएछ, बाफरे नेपालमा नि यस्तो यस्तो आर्टिस्टले छ है भनेर भन्नुभएको थियो अरे, डाइरेक्टर साहबले मलाई सुनाउनु भएको थियो। गरेको छु, तर पनि विशेष अब मान्छेले लिँदाखेरि चाहिँ मलाई सिरियस भन्दा कमेडीमै लिन्छन्। अब जस्तो हजुर अब देशको वरिष्ठ कलाकार हुनुहुन्छ, लामो समय भयो यो क्षेत्रमा बिताउनु भएको, अहिले पछिल्लो समय राजनीति माहौल चाहिँ कतिको नजिकबाट निहालिराख्नु भएको छ, के लागिरहेको छ? यो जेनजीले ल्याएको परिवर्तनलाई तपाईँले कुन रूपमा हेर्नु भएको छ? यो अब हामी पनि ठुलो आशावादी थियौँ, देशमा अब परिवर्तन भयो जुन भदौ 24 गतेको घटनापछि, भदौ 25 गतेबाट अब नयाँ सरकारको गठन भएपछि हामी पनि धेरै आशावादी भएका थियौँ र अब सरकारको नाम पनि जेनजीको सरकार भन्ने भएको थियो। तर अहिले आएर अहिले पनि भन्छन् जेनजीको सरकार भन्छन्, तर म चाहिँ के भन्छु भनेदेखि जेनजीको सरकार होइन, त्यो जेनजीको पछाडि ल थप्नुपर्छ, जेनजिल्ल सरकार हो कि त्यो सरकार न जेनजी छ होइन, न मरेका आफन्त शहीद भएका अब घाइते भएका उनीहरूको कसैको उपस्थिति छ, के पनि छैन। अब अहिले कता कता शङ्का गर्न त पाइन्छ नि है, शङ्का गर्दा त समातेर लाँदैन नि, त्यसैले पक्का हो नि, ल शङ्का गरेँ है मैले। त्यसैले अहिलेको सरकार हेर्दाखेरि चाहिँ नि अनुहार मात्रै फेरियो, प्रधानमन्त्री नेपाली काङ्ग्रेसकै हो है, अनि गृहमन्त्री चाहिँ नेकपा एमालेको जस्तो लाग्छ, शङ्का गरेँ है मैले, किनकि उहाँले गरेका क्रियाकलापहरू अहिलेका सरकारले गरेका क्रियाकलापहरू हेर्दाखेरि। त्यसैले जेनजीको सरकार होइन, जेनजिल्ल सरकार, सबै जेनेरेसन जिल्ल परेको छ र अब पद लिनुभएको नि मैले भनिहालेँ काङ्ग्रेस र एमालेकै हो। त्यसले गर्दा जुन उपलब्धि कानै चिरे, कोही कान फाटिएको होइन, कसैले मुन्द्री लगाएको, कसैले केही नलगाएको, कसैले खरानी घसेको, त्यस्तै मात्रै रहेछ। तर जुन आन्दोलनबाट जनताले जुन आशा लिएका थिए त्यो चाहिँ कसैले पनि पाएन, नत्र यत्र अपराध कयौँ अब गैर कानुनी काम भइरहेछ, उनीहरूलाई केही कारवाही नै हुँदैन। अब दुर्गा प्रसादजीलाई एउटा प्रुफ देखायो भनेर समातिन्छ, उसलाई त पुरस्कृत पो गर्नु पर्थ्यो त, कसैले नभेटाएको प्रुफ उहाँले त खोजेर कति मिहिनेत गरेर कहाँदेखि कोसँग सम्पर्क गरेर त्यो चिज ल्याउनु भयो नि त उहाँले व्यक्तिगतको होइन देशको लागि निकाल्नु भयो हो, उहाँलाई लगेर थुनिदियो। पहिला पञ्चायतमा चाहिँ बोल्नै पाउँदैन भन्थे, अहिले त्यसको हजुरबाउ बोल्नै पाइँदैन, अहिले साइबर क्राइम। त्यसले गर्दाखेरि यो पञ्चायतकालको भन्दा पनि एकदम निरङ्कुश शासन चलेको छ देशमा। त्यसले अब जनताले अझ पनि अर्को सही परिवर्तन खोजिरहेछन्। अब त्यसैको लागि म हुन त हेर्नुहोस् अहिलेसम्म कुनै पार्टीको नै सदस्यता ल्याएको छैन। अब विचार मिल्ने मन मिल्नेले जहाँ बोलाउँछन् त्यहाँ जान्छु, त्यहाँ कसैले बोल्न लाउनुहुन्छ। जस्तो भोलि अब शनिबार होइन, भोलि शनिबार मलाई अब त्यहाँ चापागाउँमा एउटा कार्यक्रम रहेछ, त्यहाँ पनि बिहान मलाई फोन आएको थियो, सायद उहाँ आज बेलुका नभए भोलिसम्म दुर्गा प्रसादजी छुट्नुहुन्छ भनेर फोन गर्नु भएको थियो। उहाँ छुट्नुभयो भने त्यसको प्रमुख अतिथि उहाँ नै हुनुहुन्छ होइन। अब छुट्नु भएन केही भएन भने अब को हुनुहुन्छ थाहा छैन, ती गएपछि थाहा हुन्छ। भोलि चापागाउँ जान्छु म। ओके, भनेपछि अब यो अब अहिले देशको परिवर्तन हुनुपर्छ देश होइन। अब हाम्रो देश नेपाल जेनजीको आन्दोलन पश्चात नयाँ नयाँ चिजहरू भयो, जेनजिल्ल पर्यो भनेर भन्नुभयो। अहिलेको यो सरकारसँग सबैजना असन्तुष्टि हुनुहुन्छ, अझै कलाकारहरूले त कति धेरै भडास पोखिराख्नुहुन्छ। ती भडास पोख्ने मध्येमा चाहिँ तपाईँ पनि पर्नुहुन्छ?
भडास भनेको कस्तो नि हामीले कसैकोसँग व्यक्तिगत रिसिभी होइन हामी देशमा सुशासन होस् कानुन अनुसार राज्य चलोस् होइन समान व्यवहार होस् अनुहार हेरेर कानुन नलागोस् त्यो चाहने व्यक्ति हो नि हो मैले पनि केही गल्ती गरेँ भने मलाई नि सजाय गर्नुपर्छ मलाई नि गर्नुपर्छ जस्तो म तपाईँलाई एकचोटि एउटा उदाहरण दिन्छु त्यो बेला डिआई साहब नि दङ पर्नु भएको थियो एक दिन फुलपातीको अघिल्लो दिन आजभन्दा 5-6 वर्ष अगाडि दसैँको फुलपातीको अघिल्लो दिन म मेरो साढे कहाँ गएर फर्केर आउँदा एक पेग मैले भड्का खाएर आएको थिएँ अनि घरै अगाडि चेकिङ थियो अनि उहाँले सोध्नुभयो दाइ केही खानु भएको छ कि भने मैले एक पेग खाछु भने हो र भने हो खै लाइसेन्स दिनुहोस् त भने लाइसेन्स दिएँ दाइ भोलि बगैखाना लिन आउनुहोस् है भन्नुभयो जिल्लो पऱ्यो अनि भोलि बगैखाना गएँ बगैखाना बन्द फुलपातीको दिन अब त्यहाँबाट फर्किनुलाई कहाँ छ के छ मोटरसाइकल थाहा छैन अनि परबाट डिआई साहब आउनुभयो डिआई साहब आएर फोन गर्दै मोबाइलमा कुरा गर्दै आउनुभएको थियो मलाई पक भन्नुभयो अनि आउनुभयो च्याप्पा हात समातेर माथि क्वार्टरमा लानुभयो त्यहाँ माथि क्वार्टरमा पुगेपछि फोन पनि सिद्धियो अनि किन आउनुभयो तपाईँ यहाँ भनेको के भन्नु डिआई साहब भने लाल लाग्छ भने किन लाइसेन्स समात्यो भने भने अनि मलाई किन फोन नगरे त भन्नुभयो होइन मैले गल्ती गरेँ हो मैले गल्ती गरेपछि मैले सजाय भोग्नुपर्छ त्यो कारण मैले कसैलाई पनि केही पनि भनिनँ भने अब ठ्याक्क दसैँको ताका थियो अनि त्यो दसैँलाई चाहिँ मेरो मोटरसाइकल जे गर्नुपर्ने अहिले अफिस बन्द छ मोटरसाइकल चाहिँ मलाई रिलिज गरिदिनु भयो दसैँलाई सजिलो हुन्छ भने उहाँले खोजेको कमल पोखरी थानामा रहेछ अनि त्यहाँ डिएसपी साहबलाई भनिदिनु भयो मोटरसाइकल लगेँ अनि अफिस खोलेपछि मैले त्यहाँ गएर क्लास लिने सबै चिज गरेँ मैले सबै चिज गरेँ गरिसकेपछि अनि मलाई 10-15 दिनपछि मनमा असाध्यै खुल्लुले भयो कि ए यो मापसे भनेको त यसको विरुद्धमा कारबाही गरेर त एकदमै राम्रो चिज हो यसले धेरै जनताको ज्यान बचाएको छ घरका श्रीमतीहरू कति खुसी भएछन् लोग्ने समयमा घर आयो ल यसलाई मैले के कसरी म सहयोग गर्न सक्छु म गर्छु भनेर बगैखाना गएँ फेरि म अनि डिआई साहबहरू डिएसपी साहबहरू तल घाम तापेर बसिरहनु भएको थियो किन आउनुभयो राजराजी भने अनि मैले भने यस्तो तपाईँले अहिले गरेको यो मापसे काम भनेको असाध्यै राम्रो काम हो ल त्यसको लागि मेरो तर्फबाट मैले के सक्छु म पनि सहयोग गर्छु भनेपछि त्यहीँ बसेर ल त्यसो एउटा फिल्म बनाउने भन्ने कुरो हो अनि स्क्रिप्ट लेख्न त्यही 8 दिन 10 दिन लाग्यो स्क्रिप्ट रेडी भएपछि मैले 4 दिन 5 पैसा नलिकन 4 दिन मैले सुटिङ गरेँ त्यो मापसेको अहिले पनि फिल्म देखाउँछ त्यही फिल्म देखाइरहेको छ अहिले पनि भनेपछि आफू मापसेमा परिसके पश्चात चाहिँ यो एकदमै राम्रो रहेछ भनेर तपाईँ आफैले अझ नेपाल प्रहरीलाई चाहिँ सहयोग गर्नु मैले कसैलाई भनिनँ मलाई छुट्याइदिनु थियो त नम्बरहरू त थियो तर म चाहिँ त्यो इलिगल काममा विश्वास गर्दिनँ मैले दण्ड बदमासी गरेपछि दण्ड पाउनुपर्छ त्यो नेचरको मान्छे त्यसले गर्दाखेरि अहिलेसम्म त्यो बगैखानामा क्लास लिँदा त्यही फिल्म देखाउँछ कति राम्रो ओके अब दाइ अब जस्तो अर्को एउटा विषय मैले तपाईँलाई थोरै समेट्न चाहेँ तपाईँ कलाकार भएको हिसाबले अब अहिले धुर्मुसीको विषयले होइन एकदमै धेरै देशव्यापी रूपमा सहानुभूति पाइराखेको छ अब उहाँलाई न कारबाही भएको छ न उहाँले चाहिँ मुक्ति पाउनु भएको छ उहाँ अहिले एकदमै दोधारमा हुनुहुन्छ र एकदमै बिरामी पनि हुनुहुन्छ यो धुर्मुसीको विषयलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ दाइ यो विषयमा मैले विभिन्न अन्तर्वार्ताहरूमा नि भनेको छु पहिला कि विष्णुजीले यो आफ्नो क्षेत्रभन्दा टाढा गएर अलि ठुलो कल्पनामा डुबेर यो चिजमा हात हाल्नुभयो र मलाई जहाँसम्म लाग्छ उहाँले त्यो हात हाले पनि उहाँको नैतिकतामा चाहिँ त्यहाँ लागेर पैसा कमाउने नाफा खाने भ्रष्टाचार गर्ने त्यो नेचरको मान्छे होइन मलाई थाहा छ त्यो है अब उहाँले एउटा ठुलो सपना देख्नुभयो नि जुन असम्भव सरकारले गर्न नसकिरहेको चिज एउटा व्यक्तिले त्यो नसोचे भए हुन्थ्यो त्यसले गर्दाखेरि उहाँलाई अहिले निकै तनावमा हुनुहुन्छ र मैले नि विभिन्न यो न्युजहरूमा हेर्दै गएपछि अनि हिजो छाडी अस्ति बेलुका मात्रै मैले फोन गरेपछि के भयो सीतारामजी तपाईँलाई यो म विभिन्न न्युजहरू हेर्छु के भएको भनेको दाइ मलाई ज्यादै स्ट्रेस भयो त्यो स्ट्रेसको कारणले चाहिँ नि म एकदम तनावमा छु अरू त केही होइन भन्नुभयो अनि मैले उहाँलाई भने हेर्नुहोस् यो तनाव भन्ने कुरो मेरो फर्मुला लिनुहोस् त्यो तनावसनावलाई पोको पारेर खुट्टाले कुल्चिदिनुहोस् तपाईँलाई हद गरेर जेल हाल्ने हो मृत्युदण्ड दिँदैन मार्दैन होइन हद जेलमा हाल्ने हो त्यस्ता चिजलाई टेन्सन नलिनुहोस्
हाँसी खुसी तपाईँले जे सक्नुहुन्छ अरू गर्नुहोस्, त्यो टेन्सन लिनु पनि त्यो टेन्सनले खान्छ तपाईँले भने। अस्ति बेलुका मात्र मैले हो दाइ म तपाईँको हरेक इन्टरभ्यूहरू हेर्छु, म तपाईँबाट धेरै कुरा सिकिरहेको छु, म त्यही गर्न कोसिस गरिरहेको छु भन्नुभयो। त्यही हो, अब यो नचाहिने चिज ठुलो सपना देख्यो भने आफैलाई गाह्रो हुँदो रहेछ भन्ने प्रमाण सीतारामजी हुन्। एउटा कलाकारले गर्न त खोजेको हो नि त देशको लागि होइन, तर सरकारले नगरेको काम उहाँले गर्न खोज्नुभयो, तर उहाँ असफल हुनुभयो। अहिले त्यसैको पीडा उहाँले भोग्दै हुनुहुन्छ। उहाँ आफै पनि मानसिक रूपमा शारीरिक रूपमा विक्षिप्त भइसक्नु भएको छ। ती भिडियोहरू ती फोटोहरू हामी देख्छौँ, हामीलाई माया लाग्छ। देशको गहना त्यस्तो राम्रो हँसाउने कलाकार आज त्यो अवस्थामा हुनुहुन्छ। कसैले पनि उहाँलाई न्याय दिन सक्नु भएन के? न्याय दिने कसले दिने न्याय होइन? जनताको सिम्प्याथी छ होइन, तर जुन निकायहरूले उहाँलाई एउटा सहयोग गर्नु पर्थ्यो, उहाँले गरेका देशको लागि योगदान गर्नुभएका यत्रो वर्ष कलाकारितामा लागेर देशको सेवा गर्नुभयो, तर सम्बन्धित निकायले त्यसको कुनै मूल्याङ्कनै गरेन कि। त्यसले गर्दाखेरि अब यो देशमा चाहिँ नि सरकारी निकायबाट न्याय पाउने, सहुलियत पाउने, सहयोग पाउने भन्ने कुरो त्यो चाहिँ आशै नगरे नि हुन्छ। जे हुनसक्छ बरु जनताबाटै केही भयो भने हुन्छ, गर्ने जनताले हो। त्यसैले सरकारी तवरबाट चाहिँ मैले केही आश गरेको छैन र गर्दिनँ पनि, र सीतारामजीलाई पनि नगर्नुहोस् भन्छु। भनेपछि उहाँले अब योबाट हात निकाल्न पनि उहाँलाई चाहिँ सम्भव छैन कि? अब रिल्याक्स हुने, ल समाउन आयो भने सल्लाहको जिउ छोडिदिने, जहाँ लान्छ त्यहाँ जाने, जे खानिन्छ त्यो खाने, सुत्ने। ज्यान मार्ने कानुन त छैन नि यहाँ, मरिहालिँदैन, बाँचेपछि के हुन्छ के हुन्छ। त्यसैले हल्का रिल्याक्स मुडले बाँच्ने। तर उहाँको योगदानलाई सरकारले किन देखेन होला कि? थियो त सरकारहरू हुनुहुन्थ्यो नि होइन, त्यति बेला त एकदमै धेरै हुनुहुन्थ्यो, पार्टी धेरै थिए अझ देशमा। अब अहिले झन् जेएनजीको सरकार आयो, जेएनजीको सरकारले पनि केही लछारपाट लाउन सकेन होइन। उहाँ अब अहिले त खेलकुद मन्त्री पनि नयाँ हुनुहुन्छ बब्लुजी, उहाँको पनि खोइ खासै त्यति धेरै योगदान देखिएन। तर उहाँले देशको लागि केही गर्न खोज्दा एउटा कलाकार चाहिँ सधैँभरि पिल्छेर बस्नुपर्ने बाध्यतामा हुनुहुन्छ कि? यो सरकारमा जेएनजीको पुस्ता भइदिए भएदेखि केही अवश्य हुन्थ्यो, फेरि जेएनजीले गर्थे। अब जेएनजी एकजना मुसो छैन, जेएनजीको नाममा सबै ढेडुहरू बसिरहेका छन् होइन, 35 ओभरकै छन् सबैजना। अनि जेएनजीको मर्का उहाँले कहाँबाट बुझ्नु? त्यसैले अहिलेको सरकारले त्यो हेल्प गर्ला भनेर आश नगरे नै हुन्छ। त्यही भएर मैले यो जेएनजीको सरकार होइन, जेएनजिल्लो सरकार कि। कति राम्रो नाम राख्नुभयो। तुर्मुसीलाई के भन्नुहुन्छ भाइको नाताले, अब तपाईँ सिनियरको नाताले र सँगै काम गरेको नाताले? मैले अस्ति बेलुका मात्रै फोन गरेँ, मैले भने मलाई हेर्नुहोस्, मेरो स्टाइल अपनाउनुहोस्, म कुनै टेन्सन आयो भने खुट्टाले कुल्चिदिन्छु, म वास्तै गर्दिनँ होइन, त्यो बिर्सिदिने, आफ्नो मजाले गर्ने भने। अनि उहाँले नै रिलाइज गर्नु, म दाइ तपाईँको सबै हेर्छु, म तपाईँबाट धेरै कुरा सिक्छु, तपाईँलाई फलो गर्छु दाइ म भन्नुभयो। अब त्यही हो, अब धेरै पिर गरेर हुँदैन, पिर भन्ने मान्छेलाई आउँछ जान्छ, कुनै न कुनै दिन आउला नि त्यो, किनभने तपाईँले खल्तीमा हाले होइन त्यो पैसा होइन, स्टेडियम बनाएकै हो, सबैले देखेकै हो। त्यसले गर्दाखेरि सही मान्छे सही ठाउँमा उपयुक्त समयमा आयो भनेदेखि तपाईँको पनि फैसला हुन्छ, राम्रै हुन्छ जस्तो लाग्छ। त्यसैले निराश नहुनुहोस् भन्छु। तर अरबौँको घर बनाएको आरोप फेरि सामाजिक सञ्जालमा उहाँलाई आएको आइछ क्या दाइ? कहीँ त्यो आउँछ, कहीँ उहाँले आफू बसेको घरै बेच्नुभयो भनेर नै आइरहेछ। यो विषयमा चाहिँ मैले उहाँलाई सोधिनँ। घरमै स्विमिङ पुल छ अरे, भाइको नाममा सबै सम्पत्तिहरू छ अरे, सम्पत्ति शुद्धिकरण गर्नुपर्छ, फेरि करोडौँको गाडी चढेर चाहिँ आफू पुरै यो एक्टिङ गरिराखेको भनेर पनि मिम्सहरू बनाइदिन्छन् क्या? अनि त्यस्ता मिम्सहरू हामीले नि हेरिरहेको हो। अब त्यो ठुलो कुरै छैन नि, छानबिन गर्दै भइगयो नि, पत्ता लागिहाल्छ नि त्यो। उहाँको सम्पत्ति मात्रै छानबिन गरिदियो भने त्यो कति बेर लाग्छ र? त्यो बिचमा हावा फैलाएर अनेक थरी मिम्सहरू बनाएर चाहिँ नि त्यो गर्नै पर्दैन। शङ्का लाग्छ भने छानबिन गरेर जाँचबुझ गरेर भइगयो, एकदम सजिलो छ नि होइन? अनि कुनै गाह्रै छैन। कति राम्रो। ओके, हुन्छ दाइ, अन्तिममा दाइ अब तपाईँ चलचित्रमा काम गर्दै हुनुहुन्छ फेरि पनि होइन, के छ अब कस्तो खालको प्रोजेक्ट आएदेखि चाहिँ हुन्थ्यो भन्ने सोचाइमा हुनुहुन्छ दाइ? धेरैवटा रोल गरिसक्नु भएको छ तपाईँले जिन्दगीमा। अब चलचित्रमा धेरै रोल गरियो, अब आशा अभिलाषा भनेको अब कलाकार भएको नाताले म त त्यही नै गर्न पाऊँ भन्ने लाग्छ। क्यारेक्टर वाइज चाहिँ तर पनि अब क्यारेक्टर पनि धेरै गरियो, अब जे आउँछ त्यसलाई म चाहिँ स्वीकार्छु। तर एउटा अहिले मलाई असाध्यै ठुलो मनमा लागेको, त्यो पुरा हुन्छ कि हुँदैन है,
त्यो भगवान् साँच्चै छ भनेदेखि चाहिँ नि त्यो मेरो एउटा इच्छा पुरा गर्दै हुन्थ्यो के इच्छा भाइ म बाँच्दै तिम्रो बिहा भएको हेर्न पाऊँ त्यो हुन्छ दाइ त्यो पुरा हुन्छ यति हो ल ओके हस् दाइ थ्याङ्क यू सो मच हस् जय होस्